जस्तै देखिने साधारण दानव मात्र थिए। त्यसैबीच एक केटी बेटालाई बचाउन आउँछे। ऊ अक्सफेसलाई आक्रमण गर्दै बेटालाई त्यहाँबाट लिएर जान्छे। तर राक्षस उनीहरूको पछि लागेको थियो। उनीहरूलाई समात्नै लागेको थियो। यतिकैमा एक अपरिचित केटा आइपुग्छ र उनीहरूलाई जोगाएर त्यहाँबाट भाग्न मद्दत गर्छ। उनीहरू एउटा भवनमा पुग्छन्। त्यहाँ पुगेपछि बेटाले पत्ता लगाउँछे कि यो ठाउँमा राक्षस, दानव र मानवहरू बस्छन् जो मरेपछि फेरि पुनर्जन्म लिन चाहँदैनन्। यो ठाउँ निकै खतरनाक थियो जहाँ हरेक दिन आक्रमण हुन्थ्यो। यहाँ केही हरिया जीवहरू पनि थिए जसले दानव र मानिसहरूलाई आक्रमण गरेर आफू जस्तै बनाउँथे। तर यो भवनमा बस्ने सबैजनालाई एउटा अक्टोपसले सुरक्षा दिइरहेको थियो। त्यही समयमा राक्षसहरूको एउटा टोली भवनमा हमला गर्न आउँछ किनभने उनीहरू त्यो भवनलाई कब्जा गर्न चाहन्थे। यसैबीच ती राक्षसहरूको वास्तविक दुश्मन पनि यहाँ आइपुग्छन् जो देख्नमा मानिस भए पनि उसको टोलीमा धेरै दानव